ब्याक टु माई न्यू भिडियो। तपाईँलाई स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। यो लभको चक्कर छ नि केटा केटी हो जो भयो नि होइन। यो लभको चक्करमा चाहिँ मान्छेले यो धेरै एज ग्याप चाहिँ हुनु हुँदैन जस्तो लाग्यो यार मलाई चाहिँ होइन। यो अरूबाट देखाए हिसाबले पनि र आफूले पनि हल्का ट्राई हाने हिसाबले के होइन। जस्तै केटाको उमेर 40 केटीको उमेर 25 छ भने त्यसले त्यो एजले फरक पार्दैन, किनकि केटीहरू मेच्योर भइसकेको हुन्छ 25 वर्षसम्म त होइन। केटाहरू अलवेज मेच्योर होइन। तर केटा 25 केटी 15 भयो पनि यो एज ग्यापले चाहिँ बहुत फरक पार्छ, किनकि केटीहरू 15 वर्ष भनेपछि त्यो मेच्योर नै भएको हुँदैन, कुरै नमिल्ने होइन। तर त्यो मैले त्यस्तो 15 वर्ष केटीहरूले त्यस्तै हेरेँ होइन कि त्यो हुन्छ क्या, किनकि माथि केटाको उमेर माथि र केटा 85 भए पनि केटी 25 भए पनि या अन्डरस्ट्यान्डेबल यो किसिमको हुन्छ। तर केटा 25 केटी 15 भयो भने केटी त बच्चै हो नि यार, अझै दरवाजाहरू खुल्नै बाँकी हुन्छ होइन। त्यसमा चाहिँ त्यो खालको एज ग्याप चाहिँ बहुत दर्दनाक हुनसक्छ। कसैले त्यस्तो खालको किसिम ट्राई नगर्दा हुन्छ। बरु केटीलाई चाहिँ अब 20 गर्न दिँदा होइन, अलि मेच्योर हुँदाखेरि चाहिँ एज ग्यापले फरक नपर्ला। 20 पुग्दा केटा 30 पुग्ला होइन। नो म्याटर, एज म्याटर नहुनलाई सबभन्दा ठुलो कुरो पैसा पनि हुनुपर्छ। पैसा बोल्ता है भाइ, आजकल त पैसा बोल्ता है भ्यान्चोद होइन। अब केटी सानो, केटीको उमेर कम, केटाको उमेर धेरै भयो भने के हुन्छ। म आफ्नो एउटा कन्सेप्ट भनौँ, आफ्नो होइन भनौँ, आफूलाई पुरा गुन्डा खालको होइन, टिकटकमा के गुन्डागर्दी खालको टिकटक बनाउनु मन लागेको हुन्छ होइन। जस्तै अझ 12 गाउँ आउँदाखेरि होइन, 12 गाउँको डाइलेक्ट थियो नि, साम्राज्य तेरो सिंहासन तेरो तर राज मेरो भन्नेमा आफूलाई टिकटक बनाउनु मन लागेको हुन्छ। केटीलाई कुन खालको टिकटक बनाउनु मन लागेको हुन्छ। ए धान गोर्ने बेला भो गैरी खेतको भाँचिने होइन। यस्तो यो मिल्दैन कि टिकटक बनाउँदा त सोच मिल्दैन, भ्यानचोद जिन्दगी बनाउँदा कहाँ मिल्छ त भने यार होइन। त्यसैले धेरै एज ग्यापमा कसैले पनि त्यो होइन, बरु आफू 50 पुग्दाखेरि 25-30 को त्यो फरक पर्दैन, त्यो एज ग्यापमा मिल्छ। किनकि केटीले पनि धेरै एक्सपिरियन्सहरू होइन गरिसकेको हुन्छ। अब 50 वर्षको केटालाई त के भन्ने र, अब खतरा हुन्छ नि आफूलाई त होइन। केटाहरूलाई त हुन्छ नि त अलिकति आफूलाई खतरा देख्ने होइन, टिकटकमा पनि अलिक बवाल गरौँ भन्ने हुन्छ। अन्ना म्यान भिलन भन्नेमा बनाउनु मन लाग्छ केटीहरूलाई होइन। सारङ्गकटको डाँडैमा घाम लाग्यो, मुटु खाली राखेको घाम लाग्यो भ्यान्चोद होइन। यस्तो खालको हुन्छ। अब अरू के भनेको, बजारतिर गएर होइन, रेस्टुरेन्टमा गएर सट्ट चुरोट खान मन लाग्छ होइन। आफूले चुरोट खाएको धुवाले ऊ बिरामी भइरहेको हुन्छ भने एकदम सानो भएर बिरामी भइरहेको हुन्छ क्या। चुरोटको धुवाले एकदम इफेक्ट भइरहेको हुन्छ होइन। चाइल्डहरूको लेभलमै पर्छ नि त 15 वर्ष मुनिका त। त्यसैले धेरै कम एजकासँग लभ नगरौँ। मैले त मेरो साथीहरूलाई भन्ने ठाउँ पनि छैन, किनकि मेरो साथीहरूको सब बिहा भइसकेको छ। भ्यान्चोदहरूले फेरि महिला नै भन्ला नि त, म्यासालीले आफैले गरेर भन्छस् ज्ञान दिन्छस् भन्ला नि अरे म्यासालीहरू। फेरि केटाहरूको फेरि आइहाल्छ नि त एक किसिमको छुट्टै लेभलको। जङ्गलमा काफल साफल पाकिसकेका छन् यार होइन। बाँदरहरूको एकदम आतङ्क यति धेरै छ कि बाँदरहरूको के भन्ने क्या। एउटा महावीर पुनजीलाई चाहिँ एउटा बाँदर भगाउने तोपको अर्डर गर्नु पर्ला जस्तो छ, उहाँले बनाउनु पनि भएको छ।
बाँदर भगाउने। अब लेट्सी उहाँको किताब पढ्न त पाइएको छैन। उहाँले पुरा नेपालको धेरै जिल्लाहरूमा आफै पुगेर होइन मार्केटिङ गर्नुमा आफ्नो पैसा कमाउनलाई भन्दाखेरि नि अब आफ्नो भिजन पुरा गर्ने आफ्नो देशलाई होइन त्यो हिसाबमा कसरी अगाडि लान सकिन्छ त्यो हिसाबले गर्नु भए न त फेरि कोही मैले भातीहरूले फेरि कुरा बुझ्दैनन् नि यसले त पैसा कमाउनलाई गर्यो किताब बेच्यो करोडौँ पैसा छाप्यो भन्ने होइन कि करोडौँ पैसा छाप्नलाई लाखौँ किताब पनि त छाप्यो होला नि द्याट्स द म्याटर क्या। अब धेरै के भन्ने र अब लभ गर्दाखेरि चाहिँ अलिकति आफ्नो भनौँ न विचार मिल्नेसँग गर्दा राम्रो होला होइन। रक्सी खाँदाखेरि पनि प्याक बनाइदियोस् क्या भ्यान्छ त होइन त्यस्तो खालको अन्डरस्ट्यान्डिङ हुनु पऱ्यो। भलै आफूले खाना नबनाऊ खाना बनाउँदा सहयोग नगरौँ आफ्नो स्वास्नीलाई आफ्नो गर्लफ्रेन्डलाई होइन तर उसले चाहिँ रक्सी खाँदाखेरि प्याक बनाइदियोस् शीतलहरूको व्यवस्था गरिदियोस् क्या। अब केटाहरूकोले चाहने नै त्यही हो। अब चुरुट मुखमा हाल्ने बित्तिकै लाइटर जलाइदियोस् होइन यस्तै चाहियो केटाहरूलाई हामीलाई चाहिए नै त्यही हो। अरू त अब के भन्ने क्या अरू त अब यसै पनि अब पैसाले अब भनौँ न अनेक चिजहरू किन्न सकिन्छ। अब धेरै घमण्ड नगरौँ होला कसैले पनि होइन 500 1000मा राम्रा आइफोनहरू आइरहेको हुन्छन् बजारमा त्यो पनि डुप्लिकेट र यति भन्दै अब यो छोटो हो तर मिठो भयो कि भएन तपाईँहरूलाई पनि थाहा होला। अब मजै घाँस काट्न आएको आज यसो घाँस काट्न आउँदाखेरि यसो वनतिर मेला पर्ने चरतिर छड्के हानिदिएको कोही छन् भने